आज म ट्राभल गर्न गइरहेको छु 110 प्लस किलोमिटर just to see my past girlfriend. Right now I'm at Lamchi. म चाहिँ यहाँदेखि अरूलाई लिफ्ट माग्दै हिँड्छु। Thank you so much. But still I'm getting scared. So this is how the video starts. Let's go. So right now I am at Baunia भन्दा अलि अगाडि मलाई चाहिँ यसले पुऱ्याइदियो अब ल है ल थ्याङ्क यू सो मच ल अब यहाँदेखि चाहिँ म लिफ्ट माग्दै जान्छु लेट्स स्टार्ट द जर्नी अगाडि अब अगाडि चाहिँ टिप्पर आउँदैछ लेट्स ट्राई टु लिफ्ट द टिप्पर फर द फर्स्ट टाइम अगाडि छ दियो 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 यार अगाडिसम्म लगिदिनुहुन्छ मलाई ल थ्याङ्क यू सो मच हजुरलाई कहाँसम्म लानु नि हजुर हजुर हजुरलाई फिल्म गर्नु त मिल्छ नि हजुरको नाम भनिदिनुहोस् न हजुरको नाम टेकबहादुर घरमा आएको ल धन्यवाद छ है हजुरहरू दुइटाले शुभ होस् हजुरको दिनहरू गयो है भाइ हस् राइट नाउ एम एट लम्की भाइ भाइ है भाइ अगाडितिर फेरि अझ एउटा टिप्पर आउँदैछ लेट्स ट्राई अगाडिसम्म लम्की मलाई चाहिँ रोक्नुभयो जस्तो लाग्यो कहाँसम्म जानु नि हजुर हजुरको नाम भाइ भाइ यो अब म चिसापानी नजिक आइसकेँ अनि यो चाहिँ हिचेकिङ गरेको मेरो सेकेन्ड भिडियो भयो होइन अनि अहिलेसम्म चाहिँ मैले लाइफमा इन्टायर लाइफमा चाहे त्यो हिचेकिङ गर्दा होस् या चाहे जे गर्दा होस् टिप्परमा भन्छ नि यो 8 व्हिलर्स हो कि कति छ त्यो व्हिलर्समा अहिलेसम्म मैले चढेको छैन क्या सो दिस इज माई फर्स्ट टाइम 2 टाइम्स मैले लिफ्ट मागेँ 2 को 2 टाइम नै मैले टिप्परमा मागेँ कि सो त्यही कारणले आइ एम फिलिङ सो मच ह्याप्पी माई डे इज गोइङ गुड आई गेस सो अहिले चाहिँ यहाँनिर सुनसान ठाउँ छ होइन पछाडितिर जङ्गलहरू छ यतातिर मात्र घरहरू छ सो म यहाँ घरहरू भएको ठाउँमा रोकिरहेको छु बिकज अगाडि जान अलिकता डर त केही छैन बट स्टिल डर चाहिँ अलिअलि लागिरहेको छ भनौँ त्यही भन्दा यहीँ बसेर म लिफ्टको वेट गर्दैछु फिलिङ गुड अगाडि अब ट्र्याक्टर आउँदैछ ट्र्याक्टरलाई माग्ने ट्राई गर्छु लगिदिनु न जहाँसम्म जानु कहाँसम्म 1 नम्बरको ल टाढासम्म ल्याइदिनु भयो धन्यवाद छ अब म चाहिँ अहिले यहाँ छु नियर द के अरे चिसापानी त्यहाँ हेर्न सक्नुहुन्छ त्यहाँ म देखिरहेको छु अलिअलि त्यो रोडहरू धेरै छ जस्तो लाग्यो सो मैले लिफ्ट माग्न फेरि यहीँदेखि ट्राई गर्नुपर्छ जस्तो छ ड्याम यहाँदेखि रोड कस्तो दामी देखेको यार तल माथि अप्स एन्ड डाउन हुँदै चाहिँ गइरहेको कस्तो दामी देखेको आई नेभर नोटिस्ड यार मैले यो अगाडि आउँदा कहिले नै नोटिस गरेको थिएन बट इट इज लुक सो मच फ्रेकिङ गुड यार मलाई डर लाग्दैछ अगाडिसम्म लगिदिनुहुन्छ सरी आई फेल्ड यार कम अन भिडियो बनाउने चक्करमा यहाँ
चिसा पानीमा आइसकेँ। हावा चलेर सबसे खुसी त यसमा लागिरहेको मलाई, यो पहाडको नजिक छु म। ड्याम देख्न सक्नुहुन्छ लास्ट हावा चल्दैछ। If you ever want to enjoy the nature होइन, just come here, you will feel the nature. यहाँ चाहिँ एकदमै धेरै मान्छेहरू पनि आउँदो रहेछ नेचर फिल गर्नलाई, you can see guys. तर आज चाहिँ अलिकति कम छन्, but everybody are capturing photos and making TikToks. They are enjoying the nature. Lumbini Pradesh. I am in Lumbini Pradesh. I'm crossing Lumbini Pradesh. अनि मान्छेहरू आउँदैछन्, कसरी क्रस गर्ने होला मन्दिर छ उतातिर, गरिहालौँ। I don't think पाउँछ जस्तो छ यार। मैले लास्टमा केही उपाय नबचे भनेपछि चाहिँ आई थिङ्क आई सुड गो मनी तिरेर अनि त्यो क्रस गर्नुपर्छ जस्तो छ। तर यहाँनिर बसेर पाउँदैन जस्तो लाग्यो मलाई। सो आई गेस आई हेभ टु वाक और समथिङ। तर चेक पोइन्टनिर चाहिँ जाम। म चाहिँ यहाँ अगाडिको चेक पोइन्टमै आएछु। अब अगाडिको चेक पोइन्टमा जानलाई धेरै नै टाढा लाग्दो रहेछ, उहाँ आन्टीले भनिदिनु भयो। अनि अब त्यो चेक पोइन्टलाई छोडेर म अगाडिकोतिर जान्छु। अगाडितिरदेखि नै गाडी माग्न ट्राई गर्छु। सो फेरि मैले यो पुल क्रस गर्ने पर्नुभयो। अहिले चाहिँ यहाँ म बस स्टेसननिर छु अनि म चाहिँ यहाँ सेफ गाडीहरूलाई लिफ्ट माग्दैछु। अहिले चाहिँ जस्तै कार्सहरू भयो अनि गाह्रो चाहिँ भइरहेको छ, अभियसली दिँदैनन्। सो आइ एम ट्राइङ। यहाँनिर चाहिँ एउटा ट्रक रोकेको रहेछ। अब ट्रकको अङ्कलले म गएर एकछिन सोध्छु कहाँसम्म जानुहुन्छ, यदि मलाई दिनुहुन्छ भनेपछि चाहिँ जान पाएको भए त ठिकै हुन्थ्यो यार। लेट्स आस्क है। कम अन लेट्स प्रे फर मी। अङ्कल मलाई अगाडि चेक पोइन्टसम्म लगिदिनु नि त। चेक पोइन्टसम्म कहाँसम्म जानु नि हजुर? थ्याङ्क यू सो मच है। यस self-doubt, and to be honest, it has never brought me down. No. अहिले चाहिँ हामी चेकपोइन्टमा छौँ अनि उहाँ चाहिँ दाइ उहाँ इन्ट्री गराउन जाँदै हुनुहुन्छ। यो चाहिँ आर्मीको चेकपोइन्ट अलि अगाडि मैले अघि भनेको थिएँ सायद त्यही चेकपोइन्ट हो। अनि थ्याङ्क गड मैले पाएँ एन्ड आइ एम फिलिङ सो मच ह्याप्पी होइन। पछाडि हाम्रो पछाडि सकिएको छ। पाएँ। थ्याङ्क यू सो मच टु दाई होइन। थ्याङ्क यू सो मच टु दाई। त्यो दाईलाई एकदमै मनैबाट धेरै धेरै धन्यवाद। मलाई दिनुभयो। एटलिस्ट हाफ एन आवर्स त मैले फिक्स वेट गरेको थिएँ अनि उहाँले दिनुभयो। उहाँ आउँदै हुनुहुन्छ। हस् धन्यवाद छ तपाईँलाई धेरै धेरै। तपाईँको नाम के भन्नुभयो? हस् धेरै धेरै धन्यवाद हजुरलाई। जानुहोस्। अब म यहाँ कुन को ठाउँमा आइसकेँ? अगाडि उहाँले इग्नोर्ड। अगाडिसम्म लगिदिनु। अगाडिसम्म ignored. I'm really glad I'm not walking around believing my inflated ape brain figured it out. अगाडिसम्म
अगाडिसम्म लगिदिनुहुन्छ मलाई अगाडिसम्म लगिदिनुहुन्छ नगरपालिकासम्म जाँदैछ लगिदिनु न पोइन्ट ल हस् धन्यवाद हजुरको नाम सर्वराज भारती धेरै धेरै धन्यवाद And suddenly you realize that everything you'd ever told yourself were lies. And believe me, I So finally, after walking so many times, I finally reached a checkpoint. अब अगाडि त्यहाँनिर गाडी रोकेछ अङ्कल मलाई अगाडिसम्म लगिदिनुहुन्छ हजुर दाइ मलाई अगाडिसम्म लगिदिनुहुन्छ हजुर अगाडि तपाईँहरू जहाँसम्म जानुहुन्छ हजुर म त कोलपुर जाने हो मिल्दैन अरे कोलपुरसम्म मात्र can sympathize. 'Cause everything I ever thought I was made me cry. So let and I'm really glad I don't take part in your big search for who you are. And I don't care that I sound arrogant. धेरै धेरै धन्यवाद अहिले चाहिँ म कोलपुर चोकमा छु सो अहिले चाहिँ म मेरो डेस्टिनेसनमा पुग्दैछु एन्ड आइ एम फिलिङ सो मच नर्भस आई डोन्ट नो वाइ त्यही नि आइ एम गोइङ अब आइहाल्यो त जानै पर्यो अफकोर्स सो राइट नाउ आई एम एट अ प्लेस आई डोन्ट नो वाट टु से आई एम फिलिङ सो मच नर्भस सी ही डिड नट इभन सी मी I don't know, I'm feeling nervous. Damn, this is not even extreme. But knowing who you are is just for amateurs. And suddenly you realize. So right now I'm back from my place and now I am on my home. Reaction भन्नुपर्दा चाहिँ it was sad, I guess. I don't know, I was also feeling sad but I was also feeling happy too. And right now I am on my way to home. I spent a lot, I think 2 hours जति spend गरेँ त्यहाँ खाजा खाएँ खानासाना खाएँ अनि right now I'm on my home. हजुर Yeah, that everything you ever told yourself were lies. And believe me, I can sympathize. So guys, right now I'm at home. म घर पुगिसकेँ एन्ड भर्खरै पुगेँ उसमा हाइक्समा पुगेँ रात नि पर्न लागिसक्यो 6 बजिसक्यो सनसेट हो यही कारणले म हाइक्समा आएको नत्र फेरि लिफ्टमा आउँदै आउँथेँ अब पछि 4 बजेपछि गाडी पाउँदैन भनेर म फेरि त्यही भएर हाइक्समा आएको बाई बाई like the video if you like the video